आज चाहिँ हामी बेलोरी नगरपालिका वडा नम्बर 6 को भुराकोट भन्ने ठाउँमा आएका छौँ र यहाँको समस्या चाहिँ के रहेछ भनेपछि बल्ब नलागेका रहेछन्। यहाँ वडा अध्यक्ष सदस्यज्यूले चाहिँ हामी चाहिँ आज वडा अध्यक्षदेखि लिएर चाहिँ यहाँको सामान्य सदस्यको घरसम्म गएर चाहिँ के कस्तो रहेछ समस्या, किन बल्ब नलागेको रहेछन् भनेर चाहिँ आज हामी वडा अध्यक्ष र सदस्यको घरमा चाहिँ सम्पूर्ण हाम्रो वडा सदस्यको घरमा चाहिँ गएर चाहिँ बुझ्नेछौँ के कस्तो कारण छ, किन नलागेका रहेछन् भनेर चाहिँ आज हामी बुझ्नेवाला छौँ। र अहिले चाहिँ हामी वडा सदस्यको घरमा चाहिँ गइरहेका छौँ, सदस्यज्यूको घर आएका छौँ। उहाँले चाहिँ के जवाब दिनुहुन्छ हामी चाहिँ उनीसँग नै कुरा गर्नेछौँ। ल लाइटको बारेमा अब लाइटको बारेमा अध्यक्षज्यूले भने आउनु बेलरी बाटो लगाउँदै आउने हो, हामी दुम्ली ढाका चादर तपाईको टोलमा लगाउँछु भनेर भने हो। त्यसपछि मैले लगाइहाल्लान् भनेर म गएन, म आफू बिमारी छु, त्यसैले मलाई त्यति केही थाहा छैन कहाँ लगायो कता लगायो त्यति बेला थाहा छैन। तपाईले चाहिँ यो गाउँमा लाउनुपर्छ भनेर पहल गर्नुभएको थियो कि नै? हाम्रो गाउँतिर यो भन्सार रोडमा चाहिँ लाग्यो, हाम्रो भुराकोट टोलभित्र लागेन, तपाईँले के कस्तो पहल गर्नु? भुराकोटमा त्यो कहाँको सस्ताले लगाउँछ भनेर उता लगाउँदैनौँ। त्यो स्ट्यान्डको घरबाट यता हामी सबैले लगाउँछौँ। एउटा चराईमा खराब भएको थियो, मैले अस्ति भनेर आया हुँ, त्यहाँ पनि लगाएको छ। त्यहाँ चाहिँ हामीले देख्यौँ अस्ति भर्खर चुनावको एक दिन अगाडि लाए, तर त्योबाट चाहिँ हाम्रो यो ढक्का चादन जाने रोडतिर चाहिँ बल्ब लगाएको छैनन्। हामीले चाहिँ यो पटक योभन्दा पनि अगाडि 2-3 महिना अगाडि चाहिँ हामीले वडा अध्यक्षज्यूलाई चाहिँ माग गरेका थियौँ। हामी चाहिँ गएर चाहिँ सो भनेका थियौँ। वडा अध्यक्षज्यूले चाहिँ के भन्नुभएको थियो भनेपछि चाहिँ हामी चाहिँ 1 हप्तामा चाहिँ बल्ब लाउनेछौँ भनेर चाहिँ हामीलाई भन्नुभएको थियो, तर अहिलेसम्म चाहिँ लाउनु भएन। उहाँलाई के भन्नुहुन्छ? उहाँलाई के भन्छु, मैले भनेकै हुँ, अस्ति सोधेको थिएँ मैले, नाइ म आज बेलरी लगाएँ, भोलि पर्सितिर म त्यहाँ दुम्ली ढाका चादर भुराकोटको टोलमा लगाउनु भनेर भने हो। अब लगाएन, म घरबाट बाहिर जाँदैन, बिमारी भएको छु, त्यसैले मलाई थाहा छैन। चराईमा त लगाएको छ, अब यता यो चराई पनि लगाइदिनु भने लगायो कि लगाएको छैन। अब म यो लाइनतिर पनि भन्नुभएको भने मैले सबै भने अब आफ्नो लाइनमा नभनेर अर्को कसको लाइनमा भन्नु। अब यहाँ यी माग गरे बाटोको लागि, बाटो बनाउन दिन ला छैनन्, मलाई कति गाली गर्दैछन्। मेरो एरियामा नलगाएर पहिले के भन्दैछन्, पहिले गराबिल हाल्छन् कि नाली पुरेर त्यसपछि गराबिल हाल्छन्। अब त्यो माटो हाल्न दिन ला छैनन् भने म यो रोड कसरी बनाऊ? अब भोलि मेरो घरमा पूजा छ, पर्सि म जिसिबी ल्याएर यो सब बनाउने हो। त्यसले माटो हाल्न दियो भने ठिकै छ, म त्यहाँ माटो हाल्ने हो, नदियो भने म पनि अब नगरपालिकामा वडामा गएर म आफ्नो कुरा राख्ने हो। एकचोटि फेरि तपाईँले चाहिँ वडा अध्यक्षज्यूलाई भनिदिनु होला के भनेपछि चाहिँ यहाँ हाम्रो लाइट चाहिँ लगाइदिनु होला भनेर एकचोटि अझै खबर गरिदिनु होला वडा अध्यक्ष। ठिक छ, म अहिले नै भनिदिन्छु फोन गरेर। धन्यवाद। हाम्रो यो 2 नम्बर 6 मा वडा अध्यक्षको कर्तव्य हेर्नुहोस्, त्यहाँ आफ्नो गाउँमा पुरै लगाएको छ। यो हाइवे रोड मन्दिरदेखि भान्सा जाने त्यसमा लगाएको छ। त्यो बिचमा किन छुट्यो? कि हामी जनता होइन र? कि हामी बिचको जनतालाई उज्यालो चाहिँदैन र? त्यो भगवती टोल त हेर्नु, यो हाम्रो भगवती टोलदेखि यो चौरासम्म। हजुर, यहाँ हाम्रो कुन लिडर हो र कुन वडा अध्यक्ष हो, कुन सरकार हो? कुन सरकारले आएर यहाँ हाम्रो लगाइदिने हो? हाम्रो त वडा अध्यक्षलाई सरकार मानेछौँ भनेपछि वडा सरकारले आफ्नो आफ्नो ठाउँमा मन परेको ठाउँमा लगाउने, उतातिर हाइवे रोडमा लगाउने। अनि यो भुराकोट चराईदेखि लिएर भगवती टोलदेखि त्यहाँसम्मको हाम्रो कुन सरकार हो? कि हामी नेपाली जनता होइनौँ र? हामी नेपाली जनता होइनौँ? हाम्रो कुन सरकार हो? कसले हामीलाई हेर्ने हो? त्यो भन्नु खोज्या हो। प्रत्यक्षम किम प्रमाणम, आएर हेरे हुन्छ कहाँ के भन्छ, कहाँ लागेछ कहाँ लागेको छैन, न त कहीँ नलगाओस् न। यो सदस्यको घरनिर पनि बल्ब लागेको छ, कहिले बिग्रिँदैन, यसमा के भन्न चाहनुहुन्छ? वडा सदस्यको घरनिर कहिले बिग्रिया छैन अहिले लागेसम्म। अब सरकारै उनको छ, त उनले त बिग्रिने बित्तिकै लगाइहाल्छन्। हाम्रो यहाँ उतैतिर भित्र जाने बाटोमा छैन, यो चरामा कहिले बिग्रिन्छ कहिले हुन्छ त्यो त थाहै छैन। त्यो किन हुन्छ त्यस्तो, त्यो वडा कर्मचारीहरूलाई थाहा होला। बाटोमा माटो खिच्दै बिचमा छाड्लाई चाहिँ अब गरिदिएको हो, यो विरोध गरिदिएको हो। यो अब यो हुनु परेको, यो खाना ठाउँमा मात्र छन्।
खाना ठाउँमा छन् अरू के पनि छ नि यिनलाई यो बल्बको बारेमा के भन्न चाहन्छ अब बल्बको बारेमा के भन्नु भयो अरे अब यी बल्ब फ्युज भइया छ हजुर बल्ब अब त्यो बल्ब त लागेन त्यो सदस्य के गर्ने अनि खाना ठाउँमा मात्र छन् अरू कोही पनि के गर्ने पनि छैन तपाईँ वडा अध्यक्षजीलाई के भन्न चाहन्छ अब अब के भनौँ बाबु म त के भन्ने छैन यो बल्ब लगाइदिनु भन्न पर्यो बल्ब लगाइदिनु भन्ने भन्छ त अब बल्ब त लगाइदिने होइन भनेर के गर्ने लाउनु पर्यो जसले एउटा यो सदस्य अध्यक्षको गरेको छ लाउनु पर्यो भैया यहाँ गाउँ गाउँमा बल्ब माग त लगाइदेऊ न एक साल हो गया बल्ब नआयो बिजुली नआए बाटो खराब छ अँध्यारो हुन्छ आँखा देख्छ हम त त्यो बिजुली चाहिए रात बिहान चाहिँ एकदम अँध्यारोका बेला चाहिँ धेरै अप्ठ्यारो हुन्छ भन्ने अप्ठ्यारो हुन्छ अब रात बिहान अप्ठ्यारो हुन्छ बुढा मान्छे चोट लाग्यो भने चितमुनै बल्ब नआएको थिएन बिजुली नआएको थिएन बाटो गाउँठाउँमा बल्ब नआएको थियो बाटो नआएको थियो के भन्नु चाहन्छु अध्यक्षजी अध्यक्षज्यूलाई एकचोटि लगायो दोस्रो फर्किनाइराख्यो हाम्रो गाउँमा बालबच्चा स्कुल पढ्न जान्छन् बिहानै 6-7 बजे आँधेरो छ बल्ब लगाइदियो भन्न चाहन्छु हाम्रो यो गाउँठाउँको बाटो पनि यस्तो छ बर्खामा हिलो हिलो हुन्छ बाटो बनाइदिनु माटो साटो फैलाएर रोडी सोडी हालिदियो पिच पनि बनाइदिनु भन्न चाहन्छु हाम्रो बालबच्चा अँध्यारोमा जान्छन् चोटपटक लाग्छ उता यताउताबाट गाडी घोडा आयो भने अँध्यारोमा देखिन्न त बल्ब लगाइदियो भन्न चाहन्छु यो अँध्यारोको ठाउँमा बत्ती बानी बल्ब लगाइदिनु पर्यो बल्ब लगायो भने खुलासा हुन्छ कोही पनि देख्छ चोर चण्डाल जस्तो आयो पनि अब यहाँ गस्ती छैन पेट्रोलिङ छैन केही पनि छैन अब यहाँ जिम्मेवार व्यक्ति रातिमा थानाबाट हिँडियो हुन्थ्यो हिँड्दैनन् गस्ती हुँदैनन् यहाँ तर अहिले अप्ठ्यारो छ बा